टिकट दिनुपर्ने हो पर्दैन टिकट दिनु पर्दैन टिकट त पर्दैन टिकट मलाई त्यहाँबाट फोन आइसक्यो कि एकजना मान्छे आउँछ एकछिन यहाँ बस्छ भनेको यो चाहिँ घिउ बनाउने है पहिले यसमा लुगा राख्ने यसमा चाहिँ अन्डा राख्ने यो यसमा चाहिँ छ्याङ पकाउने है हाम्रो जाँड हुन्छ नि जाँड पकाउने पहिले यसको नाम चाहिँ क्याच्चा छ कि 100 जनाले पुग्छ भन्छ कि यसमा छ्याङ बनायो भने अनि यो चाहिँ घोडालाई हाल्ने घोडालाई चाहिँ सामानहरू राखेर घोडालाई बोकाउने यसमा तेल राख्ने यो खानतेल राख्ने खानतेल खानतेल राख्ने कि पहिले बोतलहरू हुँदैन थियो नि बाँसको त्यसमा राख्ने रहेछ कि अनि यो चाहिँ लडाइँ गर्दाखेरि युज गर्ने यहाँ ढुङ्गा राख्छ अनि यो सुरु घुमाउँछ अनि हान्छ कि अनि अहिले गोठालाहरूले पनि युज गर्छ तपाईले के भन्छ यसलाई हामीलाई चाहिँ हर्तो भन्छ यस हर्तो भन्छ अनि हान्दाखेरि यो बन्दुक जस्तै आवाज निस्किन्छ कि यो चाहिँ पूजाको सामानहरू राख्ने यसमा चाहिँ यो चाहिँ किलो हो पहिले सामानहरू जोक्दाखेरि यस्तो जोक्छ कि यो त सामान राख्ने कता यहाँ तल सामान राख्ने यो अब अहिले सामानको सट्टा यो राखेछ नि यो ढुङ्गा राखेछ नि यसरी राख्यो अनि यसरी जोक्ने हो कि यसरी जोक्ने हो अनि यो सिधा भयो भने सामान चाहिँ ठ्याक्कै भयो सिधा भएन भने अनि यताउता सर्ने यसरी अनि जति यता सामान हाल्यो त यता सर्दै जानुपर्छ कि अनि गन्ने चाहिँ यो सर्छ यो लट्टी हो यो यसरी सर्न मिल्छ कि ओके ओके यसरी सर्न मिल्छ अनि यो चाहिँ गन्ने चाहिँ 1 किलो 2 किलो भनेर चाहिँ यही रेखाबाट गन्छ कि ठ्याक्कै अनि अहिले चाहिँ डिजिटल किलोमा चाहिँ ठ्याक्कै यो आधा केजीको बराबर लेभल हुन्छ कि अनि यो चाहिँ टेबल हो पहिले हाम्रो मान्छेहरूले लाउने लुगाहरू आफैले यहीँ बनाउने यहीँ अनि यहीँ लाउने रहेछ कि पहिले मान्छेहरू चाहिँ तलबाट ल्याउनु नपर्ने लुगाहरू आफै बुनेको यो आफै बुन्यो कि यो धागो चाहिँ के हो यो चाहिँ पुरै त हो के अरे उनलाई चाहिँ धागो बनाउँछ उन हुन्छ नि भेडाको त्यसलाई धागो बनाउँछ धागो बनाएर चाहिँ अनि यस्तोहरू बुन्छ कि अहिले बुन्ने सामानहरू पनि म अहिले देखाइदिन्छु अहिले त बुन्दैन यस्तो मान्छेहरू यहाँ अहिले त कुनै बुन्छ तर अहिले यो केटाले लाउने त्यस्तोहरू त छोडिसक्यो तर केटीहरूले चाहिँ अहिले यो अगाडि र पछाडिहरू लाउँछ नि केदिन पङ्दिन भन्छ नि हामीले चाहिँ यो चाहिँ छालाकै हुन्छ यो चाहिँ बक्खु नै हो पुरै छालाले बनाएको हुन्छ कि भेडाको यो बच्चाहरू हुन्छ नि बेबी सिपहरू कि त्यस्तोहरूको छालाले बनाएको हो कि यो चाहिँ त्यो के अरे कुनै बेलामा चाहिँ त्यो धेरै हिउँ परेर धेरै बच्चाहरू मर्छ नि त्यति बेला चाहिँ अनि पुरैको छाला त्यो निकालेर अनि यस्तै लुगाहरू बनाउँछ कि फेरि त्यो भेडाको बच्चा मारेर चाहिँ बनाउँदैन हामीले यो चाहिँ घोडामा लाउने सेडल हो घोडा चढ्दाखेरि यो चाहिँ पहिले मान्छेहरूले चाहिँ अहिलेको हामीले चाहिँ कार त्यस्तोहरूमा चाहिँ स्पेन्ड धेरै गर्छ नि बाइकहरूमा कि आफ्नो त्यो खर्च इन्कम अनुसार चाहिँ पहिले चाहिँ मान्छेहरूले चाहिँ यस्तै घोडाको त्यो उसमा धेरै खर्च गर्ने रहेछ कि यो सुन चाँदी त्यस्तोहरूले चाहिँ आर्ट बनाएको रहेछ कि यो सबै लेखेको चाहिँ यो चाहिँ भाटा हो हामीले चाहिँ आटाहरू त्यस्तोहरू बनाउँदाखेरि यो युज गर्ने यो चाहिँ हिटर जस्तै हो यो यिनीहरू चाहिँ यसमा चाहिँ त्यो के अरे गोबरहरू राखेर अनि आगो बाल्छ अनि त्यसले चाहिँ चुलो जस्तै तापेर चुलो चाहिँ छुट्टै हुन्छ यो चाहिँ आगो ताप्ने कि आगो ताप्नको लागि नै युज हुन्छ यो चाहिँ खाना पकाउने भाँडा हो पहिले चाहिँ यस्तै त्यो के अरे माटोकै बनाएको हुन्छ कि यसमा चाहिँ थुक्पा प्रायः जस्तो थुक्पाहरू त्यस्तोहरू बनाउँछ यसमा चाहिँ छ्याङ राख्छ यो चाहिँ पानी बोक्ने हो मान्छेहरूले चाहिँ पहिले पानी बोक्दाखेरि यस्तोहरू युज गर्ने यो टाउकोमा बोकेर यसरी टाउकोमा बोकेर आउँछ कि यहाँ पानी भर्यो
अनि यो चाहिँ त्यो के अरे पानीहरू जम्मा गर्ने हो। हिउँदा त यहाँ गाह्रो हुन्छ नि, कहिलेकाहीँ त बाहिरै निस्किन सक्दैन नि, अनि त्यति बेला चाहिँ पानीहरू चाहिँ यहाँ थुपारेर राख्छ। अनि यो चाहिँ सन्दुक भन्छ है, अलि हाम्रो दानाहरू त्यस्तोहरू भित्रहरू राख्यो अनि यो तल्चाले लगाइदियो है, लक गरिदिनु। अनि यो चाहिँ हामीले चाहिँ वाइल्ड सिप पनि भन्छ, ब्लू सिप पनि भन्ने रहेछ। भेडाको एउटा जात रहेछ कि, तर वनमा बस्ने कि यो चाहिँ। अनि यो मर्दाखेरि आफ्नै सिङ चाहिँ धन्न नसकेर मर्ने रहेछ कि। अब जस्तै सिङ ठुलो भएर जति यसको के अरे कति वर्ष भयो भनेर यो सिङमै घन्न मिल्छ कि। यस्तो रेखाहरू छ नि, यस्तो रेखा यसमै यसको कति वर्ष पुगे रहेछ भनेर घन्न मिल्छ भन्छ कि। अनि पुरानो जति वर्ष हुँदै गयो त्यति सिङ चाहिँ ठुलो 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 हुँदै जान्छ नि। अनि लास्टमा चाहिँ त्यो पानी खाँदाखेरि अनि आफ्नो टाउको उचाल्न नसकेर मर्छ भन्छ कि। पानीमा डुबेर त्यो के अरे पानीमा भन्नाले यसरी उठ्न नसकेर कि, उचाल्न नसकेर सिङ त अब यसरी गर्नु पर्यो पानी खाँदाखेरि त, अनि यसरी उठ्न नसकेर अनि मर्छ भन्छ कि। त्यस्तै यो मर्दाखेरि हामीले चाहिँ खोलाको किनारमा त्यस्तोहरूमा धेरै भेट्छ कि। यसको कहानी पनि त्यस्तै छ, यो हुने पनि त्यस्तै हो। यो चाहिँ पूजा गर्ने हामीलाई चाहिँ त्यो के अरे ऱ्याक भएन होइन, अहिले चाहिँ छेसुम भन्छ हामीले चाहिँ। यहाँ चाहिँ भित्र चाहिँ त्यो देवताहरूको त्यो तस्बिरहरू राखेर अनि यसमा बत्ती बल्ने अनि पानी चढाउने त्यस्तो गर्छ। यो चाहिँ प्रिन्टर हो, हामीले चाहिँ प्रिन्टर जस्तै हो। यसमा चाहिँ हामीले चाहिँ पुरै सूत्रहरू लेखेर अनि यसलाई चाहिँ छाप्ने काम गर्छ कि। पहिले चाहिँ कार्ड नपाएर चाहिँ अनि त्यो के अरे दुईवटा काम गर्ने रहेछ कि। यसले पुस्तकको कभर पनि गर्ने, हामीले चाहिँ पेजाहरूमा देख्छ नि यस्तै पेजाहरू हुन्छ कि, यस्तै पेजाहरूमा चाहिँ कभर पनि यो काठले गर्ने। अनि फेरि यसलाई चाहिँ प्रिन्टर पनि रूपमा गर्ने कि। दुईवटा तपाईँहरू त कुन भाषामा लेखेको छ त्यो? यो सबै टिबेटन भाषामा हो, हाम्रो टिबेटन भाषामै हुन्छ नि। मन्त्रहरू हो। अनि मन्त्रहरू सबै संस्कृतमा हो, तर अक्षर चाहिँ लेख्न चाहिँ यो के अरे टिबेटनमा हुन्छ, तर पनि यसको मिनिङफुल चाहिँ संस्कृतमै पाउँछ। अब हामीले चाहिँ ओम माने पेमे हुँ भन्छ नि, ओम माने पेमे हुँ चाहिँ संस्कृत वर्ड नै हो नि। ओम भनेको पनि संस्कृत हो, मानी भन्यो पनि संस्कृत हो, पद्मा भन्यो पनि संस्कृत नै हो। पद्मा भनेको हामीले चाहिँ कमल फुल हुन्छ नि, कमल फुललाई चाहिँ पात्मा भन्छ कि संस्कृतमा चाहिँ। त्यसो ओम माने पेम होम भनेको त्यो नेपाली अर्थ, त्यसको अर्थ के हुन्छ? त्यसको अर्थ चाहिँ सबैलाई चाहिँ कल्याण होस्, त्यस्तो सबैले चाहिँ राम्रो होस् भन्ने हुन्छ। जस्तै अब यो कमलको फुल चाहिँ आफू फुलेको चाहिँ त्यसमा हुन्छ के अरे एकदम हिलोमा, तर चाहिँ कमल फुल आफै त एकदम हिलो एउटा पनि नटाँसिकन आएछ नि, राम्रो हुन्छ नि। हिलो एउटा पनि टाँस्दैन नि, तर आफू हिलोमा आफू अहिले नराम्रो काम गरे तापनि पछि गएर चाहिँ त्यही कमल फुल जस्तै कि राम्रो काम मात्र होस् भनेर त्यस्तो कामनाहरू धेरै हुन्छ नि। विश त्यसरी गर्छ कि हामीले चाहिँ। अनि यो चाहिँ त्यो के अरे चम्बा राख्ने हामीले चाहिँ सातुहरू राख्छन् त्यस्तोहरू। पहिले चाहिँ यस्तोहरूमा राख्थ्यो, अहिले त रबरको केमा राख्छ, स्टिलको। यो चाहिँ सिङहरू चाहिँ त्यही गुफा खन्नको लागि त्यस्तोहरू युज गर्ने रहेछ पहिला चाहिँ। अनि यिनीहरू चाहिँ त्यो के अरे किलोहरू अघि देखाइने त्यस्तै हो ढाकहरू। अनि यिनीहरू चाहिँ घोडाको लगामहरू हो। यसमा चाहिँ चिया बनाएर माथि चिया राख्छ, त्यो तल चाहिँ हामीले चाहिँ त्यो तातो गराउने यस्तो यो सेम हो कि, यस्तो अघि यस्तो सेम हो। अनि यता चाहिँ यो के अरे वार गर्ने चक्कुहरू त्यस्तोहरू छ यहाँ। पहिला लडाइँ गर्दाखेरि युज गर्ने सामानहरू। यो जला चाहिँ खासीमा सामान भकाउँदाखेरि लगाउने हो। यसमा चाहिँ सामान राख्यो, यो भित्र सामान राख्यो, अनि खासीले चाहिँ यसरी भोकायो, अनि यो पुच्छरमा अड्काइदियो। यो चाहिँ अगाडि हामीले चाहिँ नेकमा चाहिँ अड्काइदिन्छ कि डिजाइन। अनि यिनीहरू चाहिँ हामीले चाहिँ के अरे लुङ्दा भन्छ नि, आकाशमा उडाउँछ नि कागजहरू, फेरि त्यो चाहिँ छाप्ने यसैमा हो। यस्तोहरूमा छापेर अनि उडाउँछ। अहिले त मिसिनले छापिदिन्छ, तर पहिले चाहिँ यस्तैमा छापेर चाहिँ लाउँछ। यो चाहिँ
पेजाहरू हो हाम्रो चाहिँ पद्मसम्भवा बुद्ध पछिको यो फलोवर्सहरू हुन्छ नि त्यस्ताहरूको अनि पेजाहरू हो। अनि यिनीहरू चाहिँ बुद्धको उपदेशहरू हो। बुद्धको उपदेशहरू सबै ओहो बुद्धको उपदेशहरू सबै त्यसमा के अरे संस्कृतमा रहेछ। संस्कृतबाट चाहिँ टिबेटनमा ट्रान्सलेट गरेको हामीले चाहिँ कज्युर तेन्जुर भन्छ कि कज्युर तेन्जुर 200 भन्दा बढी किताबहरू हुन्छ। त्यो चाहिँ ट्रान्सलेट गर्दाखेरि यस्तो सुरुमा चाहिँ संस्कृतमा किताबको शीर्षक जे छ त्यो नै हामीले चाहिँ ठुलो अक्षरमा लेखिदिन्छ कि अनि पछि गएर चाहिँ अनि त्यो भित्र के भनेको छ सबै टिबेटनमा ट्रान्सलेट गरेको त्यस्तोहरू भेटिन्छ कि संस्कृतमा ट्रान्सलेट गर्नुभएको तपाईहरुले टिबेटमा हामीले चाहिँ बुद्धको अब पुरै भनाइहरू सबै संस्कृतबाटै पाउँछ नि सुरुमा त। त्यसपछि अब ट्रान्सलेट कुन भाषामा गर्यो अब त्यो चाहिँ टिबेटमा गर्दा पनि सुरुमा चाहिँ त्यही शीर्षक चाहिँ संस्कृतमै लेखेको हुन्छ अनि पछि जुन पनि ट्रान्सलेट गर्दा पनि त्यस्तै गरेको हुन्छ कि। अनि यो चाहिँ शेलकर ढुङ्गा व्हाइट क्रिस्टल भन्छ है इङ्ग्लिसमा चाहिँ। अनि यो के अरे सेतु ढुङ्गा नै हो व्हाइट क्रिस्टल शेलकर। यो होटलको नाम पनि शेलकर छ, यो म्युजियमको नाम पनि शेलकर छ कि। अनि यो मुगाहरू यिनीहरू सियाहरू त हाम्रो यहाँ परम्परा अनुसार चाहिँ एकदम महत्त्वपूर्ण पनि गर्ने। अनि यसले चाहिँ हामीले यिनीहरू लगायो भने हामीले चाहिँ यो रोगहरू हट्छ त्यस्तोहरू पनि भन्छ कि। तर हाम्रो विश्वासमा त्यो पनि छ। तर त्यस्तो पनि हुन त हुन्छ किनभने यो लगाएपछि यो लाउनेहरूलाई चाहिँ कुनैमा चाहिँ एकदम यो साइनीवाला कलर आउँछ, कुनैमा चाहिँ त्यो कलर भएको पनि हटेर जान्छ कि त्यस्तोहरू पनि हुन्छ। अनि यो रुद्राक्ष माला हो यो चाहिँ एकदम ठुलो छ। अहिले चाहिँ यतिको ठुलो नपाउने रहेछ कि। पहिले हामीले चाहिँ यो पूजा गर्दाखेरि यो सामान पनि चाहिने रहेछ कि रुद्राक्ष माला पनि। अनि बुद्धचित्त माला त झन् चाहिने भयो। यो 108वटा हुन्छ एउटा मालामा चाहिँ। अनि यसरी हामीले चाहिँ मन्त्र जप्दाखेरि अनि अब जस्तै उमानिपेमा जप्यो भने यो भित्र 108 हुन्छ तर पनि हामीले गन्ने चाहिँ 100 मात्र गन्छ कि। अनि यो चाहिँ नुनको ढिक्का हो 100वटा मात्र जोड्छ कि। जोड्दाखेरि हामीले चाहिँ 8 चाहिँ एक्स्ट्रा कि। अब जस्तै कुनै बेलामा चाहिँ हामीले चाहिँ मन्त्र जप्दै फेरि कुनै शब्द निस्केर मन्त्र चाहिँ त्यतिकै छोडिदिन्छ नि त्यस्तै गर्छ कि भनेर अनि यो 8 चाहिँ एक्स्ट्रा गरिदिएको कि। अनि यो शालिग्रामहरू है यिनीहरू चाहिँ मुस्ताङमै पाउने त्यो शालिग्राम विभिन्न प्रकारको हुन्छ। यो फुटालेर हेऱ्यो भने विभिन्न प्रकारको आकारहरू हामीले चाहिँ देख्न सक्छ नि शालिग्राम त। अनि उताको चाहिँ पूजा गर्ने सामानहरू हो यो सबै पूजा गर्ने सामानहरू। यता चाहिँ त्यो के अरे हामीले चाहिँ चिया बनाउने हामीले चाहिँ यहाँ मुस्ताङमा चाहिँ सोजा भनेर बनाउँछ है। मेनुमा चाहिँ सोजा हुन्छ। यसमा चाहिँ भोटे चिया राख्छ अनि घिउ राख्छ नुन राख्छ अनि अर्को के अरे थोरै दुध पनि राख्छ कुनैले। भोटे चिया भने के? भोटे चिया यसमै बनाउँछ। भोटे चिया चाहिँ यसमै बनाउँछ। हामीले चाहिँ सोजा भन्छ कि यसको मेनुहरूमा चाहिँ। अनि यसले चाहिँ के गर्ने हो भने मिक्स गर्ने हो कि पुरैले चाहिँ मिसाउने अनि मिसाएर चाहिँ अनि त्यो मिठो हुँदै जान्छ कि। अनि ताताउँदा त्यो अघि देखाइने त्यसमै ताताउने यो बाँसको यो तलको चाहिँ सबै त्यो के अरे याकमा सामान बोकाउनेहरू याक चढ्दाखेरि यस्तोहरू युज गर्छ कि। यो चाहिँ बाँस पनि होइन यो चाहिँ काठ चाहिँ यस्तो रहेछ कि जति हामीले चाहिँ युज गर्यो त्यो एकदम टाइट हुने नत्र भने पानी निस्केर आउँछ कि। फेरि युज गर्दै गऱ्यो भने ऊ आफै टाइट भएर बस्छ कि। हामीले चाहिँ यो भाँडाहरू हेरी यस्तोहरू यो बोतलहरू छ नि हेरी यहाँ बोतलहरू छ नि यो हामीले छ्याङ राख्छ। यिनीहरू सबै एउटै जातको त्यो के अरे रुख रहेछ कि। जति हामीले चाहिँ प्रयोग गर्दै गऱ्यो त्यति राम्रो हुँदै जाने। फेरि प्रयोग नगरेर हजुर खमारी भन्छ हामीले गाउँमा। तपाईहरुले के भन्छ? हामीले चाहिँ यसको नाम चाहिँ खासै थाहा भएन तर हामीले यस्तै युज गर्छ कि। हामीले गौ के अरे भन्छ के अरे दुध दुने त्यस्तो भाँडा बनाउँछ कि त्यस्तो काठको
यिनीहरू सबै चाहिँ दुध दुने भाँडा पनि छ यहाँ। अनि यिनीहरू सबै त्यो गर्ने हो के अरे खाना पकाउने भाँडाहरू। पहिलाहरू चाहिँ यस्तो माटोले बनाएको भाँडाहरूमा खाना पकाएर खान्थ्यो कि। यो चाहिँ खाना हाल्ने भाँडा भयो, के अरे डाडु पानीहरू भयो। अनि यो टोपीहरू चाहिँ हामीले चाहिँ यो आइमाईहरूले लाउँछ, यो चाहिँ पुरुषहरूले लाउँछ, यताको चाहिँ रोयल पिपल लाउँछ। दुध दुने चाहिँ यस्तो हुन्छ, यो र यो हामीले चाहिँ याकको दुध दुँदाखेरि यस्तोहरूमा धुन्छ, अनि गाईको दुध दुँदा यस्तोहरूमा धुन्छ। यिनीहरू चाहिँ बत्ती मिटरुटी सुरुमा चाहिँ यहाँ मट्टीतेल नहुने रहेछ। अनि यो हाम्रो खाने तेल हुन्छ नि, खाने तेल त यहीँ बनाउँछ। खाने तेलमा चाहिँ अनि बत्ती बल्ने रहेछ कि। अनि पछि गएर मट्टीतेल आयो, यस्तोमा युज गर्यो, अनि पछि गएर यस्तोहरू युज गर्यो। अहिले त हामीले सोलर बत्ती के हुन्छ युज गर्छ है। यो चाहिँ खाने भाँडाहरू यस्तोहरू हुन्छ, चियाहरू खाने, खानाहरू खाने त्यस्तोहरू भाँडाहरू हुन्छ। यो चाहिँ पुरै ऊन बनाउने हो। यिनीहरू चाहिँ ऊनलाई चाहिँ धागो बनाउँदाखेरि यस्तोहरू युज गर्छ कि हामीले चाहिँ ऊनलाई धागो बनाउँदाखेरि। यो चाहिँ महिलाहरूले युज गर्छ, यो चाहिँ पुरुषहरूले युज गर्छ। यिनीहरू सबै त्यो के अरे हामीले चाहिँ त्यो के अरे छालाले चाहिँ नरम गर्ने, छालाले चाहिँ छालाहरूको लुगा बनाउँदाखेरि पहिले छालालाई धेरै गोड्नुपर्छ कि यसरी एकदम धेरै गोटेपछि अनि त्यो छाला नरम हुन्छ। अनि बल्ल अनि त्यो लुगाहरू हामीले चाहिँ त्यो ब्यागहरू त्यस्तोहरू बनाउँछ कि। यो चाहिँ वार गर्दाखेरि युज गर्ने अब तरबार नै भयो। अनि यो चाहिँ प्यान राख्ने रहेछ। पहिले त प्यान हुँदैन नि। अनि यसमा चाहिँ त्यो फिदरहरू अनि यो के अरे कालो धुवाको कालो हुन्छ नि त्यस्तोहरू चाहिँ जम्मा गरेर यहाँ भित्र राख्ने रहेछ, अनि त्यसले लेख्ने रहेछ कि। यो चाहिँ मानापाथी भयो। यो चाहिँ हामीले चाहिँ सेम्बा भन्छ जुत्ता। पहिले हाम्रो मान्छेहरू सबै केही कुरा पनि अरूसँग डिपेन्ड गर्नु पर्दैन थियो भन्ने नि, त्यही यस्तै लुगाहरू बनाउने रहेछ कि। यस्तै लुगाहरू जुत्ताहरू यस्तैहरू बनाएर अनि लाउने रहेछ कि। पुरै साइजको जुत्ताहरू चाहिँ यहीँ छ, पुरै यस्तै बनाउँछ कि। पुरै मेटेरियल पनि यहीँ पाउने, अरूबाट ल्याउनै नपर्ने त्यस्तो रहेछ कि। अनि मानापाथी भयो, यो चाहिँ आइमाईहरूलाई लाउने लुगाहरू भयो। अनि यताको चाहिँ घोडाको पुरै सेट हो। यो चाहिँ घोडालाई चाहिँ के अरे बेल घन्टी। पहिले चाहिँ यो के अरे ठुलो लामाहरू राजाहरू आएको चाहिँ यहीबाट थाहा पाउने रहेछ। यो लाएर आउँछ। अनि यो चाहिँ अब जस्तो लमनथङबाट आयो भने यहीँ सुन्छ कि। अनि यहाँको मान्छेहरूले चाहिँ आज चाहिँ हाम्रो गाउँमा चाहिँ ठुलो मान्छे आउने रहेछ भनेर अनि गाउँले सबै जम्मा भएर अनि तिनीहरूले चाहिँ गीत गाएर वेलकमिङ गर्ने त्यस्तोहरू गर्ने रहेछ कि। यति हो। यो त चाहिँ बेलहरू छ, त्यस्तोहरू छ। बजाउन त एकचोटि। यो चाहिँ बाख्राहरूले लाउँछ। बाख्रा कि त गोठालाहरूले कस्तोमा लाउँछ भनेपछि बाख्रा कि त अगाडि जानेले लाउँछ, अगाडि जानेले एउटा लाउँछ। अनि कुनै चाहिँ यो एकदम लेजीहरू हुन्छ नि, अल्छीहरू के के अरे हुलमा नआउने भागेर जाने त्यस्तोहरू हुन्छ नि, ठ्याक्कै गोठाले चिन्छ त्यसले यो लगाइदिन्छ कि। अनि बेलबाटै थाहा पाउँछ कि यो लगाएको छ कि छैन भनेर कि। अनि गोठालाहरू सजिलो हुने रहेछ। अनि यता चाहिँ लुगाहरू छ। गुफाको बेड, केभ रुम यस्तो छ। हजुर यहाँ चाहिँ ड्रेस लगाएर फोटो खिच्छ कि मान्छेहरूले। अनि राति त भित्र कहाँ आँखा देख्ने आउनु नि, निहुरेर आउनु है। फेरि माथि ठोक्छ, फेरि धेरै अग्लो छ नि। अहिले यता हेर ल। के कालो कालो के अरे धुवा यही हो गुफा। एक तले यही हो। यहाँ चाहिँ पहिले सामानहरू राखेको छ, पहिले युज गर्ने सामानहरू।
म्युजियम जस्तो अँ अब त अघि त भित्र अँ बाक्लै खायो भने आगर्नीमै खान्छ जानु अगाडि यति हो यति हो अनि उता माथि अनि यहाँ के हो त यो त चाहिँ सेक्युरिटी गार्ड बस्ने रहेछ कि पहिला पहिला त्यहाँ चाहिँ त्यहाँबाट हेर्ने अनि हाम्रो साथी आएछ कि गुन्डा आएछ कि भनेर हेर्नु त्यो हेर्ने कि लडाइँ गर्ने बेलामा पहिले मान्छेहरू लडाइँ गर्दाखेरि यहीँ बसेको नि पहिला ए आफ्नो बत्ती छ चिन्ता छैन कि अब यहाँबाट माथि चढ्ने कति तल छ अरे 5 तल ल जाउनुहोस् एक तपाईँ तले बल्ल हामी चढ्यो ल जानु तपाईँ जानु अगाडि उयो दाइ जानुहुन्छ अगाडि हाम्रो कन्ची भनेपछि त यो ऊ बसेको त्यसमा यो है यो के अरे लडाइँ गर्ने बेलामा युद्धको बेला पो यो बङ्कर छ बङ्कर सेक्युरिटी उता बस्ने यता पनि बस्ने बङ्कर जस्तो यहाँबाट हेर्ने त्यहाँ एउटा बत्ती बाले छ अरू केही देखेको छैन ल एक तल भयो जानु भाइ 4 तल बाँकी छ सुरुमा म जाने अँ मलाई बक्लै खायो भने कसले बचाउने हामी छोरी मान्छे आउँदैछ दुर्गा माता दुर्गा माताले त के गर्दैन सबै काटेर खान्छ पर्दैन आउनु पर्दैन यस्तो चाहिँ एउटा कोठामा एउटा फ्यामिली बस्ने रहेछ कि पहिले पहिला चाहिँ पहिला ए त्यो तलको घरहरू चाहिँ यता उज्यालो पार्दैन त ठ्याक्कै त्यो गर्ने रहेछ के गर्ने अरे यो एउटा कोठामा एउटा फ्यामिली बस्ने कि पुरै यो फ्यामिली बस्ने यो तलको चाहिँ हाम्रो चाहिँ सेक्युरिटी अनि बिचमा चाहिँ त्यो मिटिङ हलहरू समुदायको रूपमा चाहिँ युज गर्ने अनि माथि चाहिँ आफ्नो कोठा रहेछ कि पुरै कुन राजा बस्थ्यो पहिले यहाँ पहिले चाहिँ मेरो कोठा यही थियो कि र अब अहिले उता सरेछ साँच्ची त्यतिकै भनेको तर हाम्रो मान्छेहरू त्यस्तै भन्छ कि राजा राजा बस्थ्यो यहाँ राजा पहिला सेतो कि लडाइँ गर्ने सिपाही बस्थ्यो यहाँ यहाँ देखाउ त डाडु उज्यालो पहिले सबै मान्छेहरू यहीँ लुकेर बसेको नि एकचोटि त हाजी गाउँ भन्ने ग्याङ आएको थियो यहाँलाई चाहिँ यो गाउँ खानाको लागि को रे हाजी गाउँ भन्ने एउटा ग्याङ कि यता देखाउ उज्यालो देखाउ न अनि यहाँ लुकेर बस्यो अनि यहाँ भित्र एट्याक गर्न सकेन अनि भागेर गयो अब यही हो न लास्ट अझै छ नि भयो नजाऊँ अब भयो नजाऊँ अब त्यो नजिकै छ कि त्यो जान्छ आइसक्यो जाने जान्छ छैन कि त्यत्तिकै भनेको उहाँले उता अब यस्तैहरू त हो माथि यस्तै त हो नि भयो भयो के जाम यता देखाउ यता त्यहाँबाट रहेछ भुइँचालो आउँदा केही भएन है यता केही भएन भयो नजाने भाइ खोपेर भनेको कि पहाड नै खोपेर कि यो रहेछ लास्ट त्यही लास्ट हो माथि जानु अब लास्ट पुग्यो क्या ल जाम रे यो 4 ताले माथिको 5 ताले यति त हो म गएँ त आऊ यहाँबाट यस्तो सुरुङ देख्दो रहेछ यहाँबाट तल देख्दो रहेछ खै बाल्नु त माथि उतापट्टि पनि हाम फालेर जान सक्छ उता पनि रहेछ एउटा कोठामा एकजना बस्दो रहेछ होइन एउटा कोठामा एकजना बस्ने रहेछ भयो नजाने ए यताबाट बत्ती बाल्देऊ इको नि आउँदो रहेछ